भोखा छ क्षतिग्रस्त जुगु यहाँ मरुसतय पुनर्निर्माण कोचागुदु 2072 साले भोखा छ पाता जुइको दुनावगु ऐतिहासिक मरुसतय पुनर्निर्माण ज्या सोदन्य सुरु चुगुली आ गुइगुंगु प्रतिशत पुनर्निर्माण ज्या कोचागु कास्तमन्द पुनर्निर्माण समिति पत्रकार सम्मेलन याना जानकारी बिगु ख पत्रकार सम्मेलने मरुसत पुनर्निर्माण तराई थी खुगु जिल्ला हगुसी प्रयोग जुगु जानकारी बिगु ख समिति अध्यक्ष राजेश साक्य कथा बारा पर्सा महोत्तरी रौतहट कञ्चनपुर व चितवन हगुसिया प्रयोग जुगुदु काठले भन्दा पनि यो काठको जारको काठ रोगले बनाएको हुन्छ खै हामी सागको काठ प्रयोग गर्छौं हैन हामीले नेवारीमा यसलाई अग्राको हुन्छ यो साग हो सागको सबै काठ सागको प्रयोग गर्छौं यो पनि साग काठ हो त्यतिसम्म भन्न सकिन्छ अहिले अवस्थामा अथे ज्याचोले मरुसत पुनर्निर्माण लागि जिनछगु करोड नेगु लखतक्का ये महानगरपालिका पाखे अनुदान ग्वाहली कथा वगु व जिनछगु करोड सुई गुंगु लखतक्काति खर्च जुगु धका थागु ख 11 करोड 75 लाख 457 रुपैयाँ 51 पैसा हामीले प्राप्त गरेको छ त्यो मध्ये प्रशासनिक खर्च 55 लाख 21170 रुपैयाँ 96 पैसा र निर्माण खर्च 10,87,808 रुपैयाँ 10 करोड 87 लाख 47,808 रुपैयाँ 57 पैसा गरे 11 करोड 42 लाख 68,936 रुपैयाँ 53 पैसा यो यति खर्च भएको छ र यो चाहिँ हाम्रो अस्ति कार्तिक महिनाको क्लोजिङसम्मको हो र कार्तिक यतापट्टिको केही खर्चहरू यसमा आउन बाँकी छ मरुसतले गोरखनाथ व गण्यदेय नुगु मूर्ति प्रतिस्थापन यागुदु नेपालीको धार्मिक समाजमा खण्डित मूर्तिलाई पूजा गर्नु हुँदैन भन्ने मान्यता रहेको छ त्यो मान्यता अनुसार हामीले विभिन्न गुरुसँग गर्दाखेरि यो बौद्धका गुरुहरू हाम्रा गोरखनाथका उहाँ हुन्छ शीर्षनाथ गुरुजीको सोले सबै गुरुले पनि हाम्रो नेपाली समाजमा खण्डित मूर्ति पूजा गर्नु हुँदैन भन्ने मान्यताका साथ हामीले पूजा नगरेकोमा हामीले त्यो मूर्ति हाललाई भनौँ न हेरचाह अड्डामै सुरक्षित अवस्थामा छ त्यसकारण हामीले खण्डित मूर्तिको सट्टा हामीले नयाँ मूर्ति बनाएको हो गोरखनाथ व गण्यदेय मूर्ति हनुमान ढाका दरबार संग्रहालय सह स्थानान्तरण यानगुथका पत्रकार सम्मेलने जानकारी बिउगु ख आयाक नहे राष्ट्रपति विद्यादेवी भण्डारी पाखे मरुसतय उलेज्या यागुदी पित बिगुतका न थागु ख यो वर्गले यो पार्टीले उपार्जन नभने हामी सबै एक पार्टी भएर यो बनाउनु पर्छ किनभने हामी एउटा सफलता पार्टी भएर बनाउँ यसलाई एउटा नमुनाको रूपमा ठहरौँ हाम्रो परम्परागत निर्माणमा प्रयोग हुने सामग्री र प्रविधि अत्यन्त बलियो रहेछ भन्ने कुरो 7औं शताब्दीमा बनेको जुन जग छ त्यो जगमा भूकम्पको कुनै पनि प्रभाव भएको देखिन जबकि नेपालको इतिहासमा बारम्बार भूकम्पहरू गएका कुराहरू उल्लेखित छन् रेकर्डेड छन् यो जसरी बनेको छ त्यसले चाहिँ हामी संरक्षणमा इतिहास अध्ययन गर्नेलाई र संरक्षण गर्नमा संलग्न भएका प्राविधिकहरूलाई एउटा गौरवको विषय हुन्छ र हामीले विश्व सम्पदा एउटा संसारमा विश्व सम्पदा समूहमा गएर यदि हामीले देखाउन पर्यो नेपालमा पनि हामी यो गर्न सक्छौँ कुनै पनि अन्तर्राष्ट्रिय मान्यतालाई पुरा गरेर गरिएको छ भनेर देखाउनलाई चाहिँ यो काष्ठमण्ड प्रयोग हुन सक्छ उपभोक्ता समिति मार्फत पुलाङ्गु शैली पुनर्निर्माण यागु याना मरुसत पुनर्निर्माण 2075 साल वैशाख निसेन यागु ख राजधानी काठमाडौँ याना कास्तमन्द मरुसत पाखे हेचुङ्गु इतिहासे याठना तगुदु